हेलो नमस्ते स्वागत छ तपाईलाई नयाँ भिडियोमा। आज चाहिँ म बेथानचोक ढुङ्खर्क भन्ने ठाउँमा छु। म चाहिँ यहाँ हिजो राति आइपुगेको थिएँ। हिजो लगभग 7 बजेतिर आइपुगेको थिएँ र म यहाँ आउनुको कारण भनेको तपाईको बेथानचोकबाट माथि नारायणथान मन्दिरसम्म रहेको छ। यो भने चाहिँ तपाईको चुरे पहाडकै सबैभन्दा माथि अग्लो स्थानमा रहेको एउटा मन्दिर। त्यहाँबाट चाहिँ एकदमै धेरै राम्रो भ्यू देखिनेछ। त्यहाँ चाहिँ तपाईको विदेशी पर्यटकहरू पनि एकदमै धेरै मात्रामा घुमफिर गर्न आउने एरिया हो। र अहिले हामी ठ्याक्कै यता पुरै हिमालहरू एकदमै बवाल देखिएको छ। बिहानको समयमा तपाईको हिमाल हेर्नुहुन्छ भने एकदमै राम्रो दृश्य देख्न पाएका छौँ। हिजो राति पनि एकदमै बवाल पुरै जुनहरू ताराहरूले पुरै एकदमै रातिको नजारा नै छुट्टै गरेको थियो। म चाहिँ अलि थकाइको कारणले राति भिडियो बनाउन लिइसकिएन र बिहान बनाउँदैछु। एकदमै राम्रो भ्यू छ यहाँबाट। तपाईहरू पनि घुम्न आउन सक्ने हुनेछ। घुम्न आउँदादेखि चाहिँ तपाईहरू काठमाडौँको वीर हस्पिटलबाट गाडी चढेर पनौतीसम्म आउनुपर्ने हुनेछ र पनौतीबाट पनि अर्को गाडी चढेर ढुङ्खर्कको गाडी चढेर आउनुपर्नेछ। लगभग पनौतीबाट 1 घन्टाको गाडी यात्रामा चाहिँ तपाईको बेथानचोक गेलुङ भन्ने सुन बजारबाट लगभग 1 घन्टा माथि उक्लिसकेपछि यो ठाउँमा आइपुग्नेछ र यहाँबाट चाहिँ पुरै पैदल यात्रा गरेर माथि पुग्नुपर्ने हुन्छ। बिहान छ ठ्याक्कै यतिखेर अलिकति हिँड्न गाह्रो भइरहेछ र म चाहिँ बेथानचोक सनराइज होमस्टेमा हिजो राति बसेको थिएँ र यहाँ एकदमै रमाइलो भयो। भिडियो लास्टसम्म हेरिदिनु होला। यहाँबाट हामी अब पैदल यात्रा गरेर हामी माथि जानेछौँ। माथि पहाडहरू लगभग भनेको अनुसारले 2 देखि 3 घन्टा चाहिँ हाम्रो पैदल यात्रा हुनेछ र माथि पुगेपछि चाहिँ एकदमै ब्युटिफुल भ्यू देखिनेछ। र त्यसै भ्यूको लागि भिडियो लास्टसम्म हेरिदिनु होला र लाउरे भन्छ अफिसियललाई माया गरिदिनु होला। ओके, लास्टसम्म हेरिदिनु होला। एकदमै राम्रो भ्यू छ। कस्तो राम्रो राम्रो टक्क लाएर बाई भाइ गाइस हामी आइपुग्न आँटेका छौँ गजराम पर्वत। हाम्रो सनराइज हेर्न आएका हामी कहाँबाट आएको रे भाइ? हामी महाभारत होमस्टेदेखि गजराम पर्वतसम्म यात्रा गरेर आएको। हामीलाई लगभग कति टाइम लाग्यो होला? टाइम लाग्यो होला लगभग 2 घन्टा। कहाँ 2 घन्टा भन्छ भाइ? 3 घन्टा त आरामले लागिहाल्यो नि। 3.5 घन्टा अलिक बढी नै लाग्यो होला। आज भेट्यो होला भाइ यार। 3:30 बजी हिँड्यो हो। अहिले लगभग 6:36 गयो। गाइस जिनेसर भने यो हो के? यो हो नि त। यो स्विजरल्यान्ड होइन, यो नेपाल हो के गाइस? नेपाल। गाइस हामी छौँ अहिले के पर्वत रे भाइ? गजराम पर्वत। गजराम पर्वत एकदमै बवाल भ्यू देखेको छ।
क्यामेरा खतरा आवाज हुँदो रहेछ। अहिले हामी छौँ गजराम पर्वत। कति हाइटमा छ भाइ यो? 3008 3 3008 3008 मा हाइटमा छौँ। बबाल भ्यू देख्न सक्नुहुन्छ। नेपालको सबै हिमालहरू देखिन्छ। यो माथिको उयो लाङटाङ है भाइ? माथिको लाङटाङ भयो। यहाँबाट चाहिँ तपाईँको बबाल भ्यू देखिन्छ। अगाडि सनराइज भयो। सनराइज हेर्न चाहिँ हामी फाइनली पायौँ। हामीले एडभेन्चरमा छौँ होइन। पुरै तल डेन्जरै खाल्टो छ। हामी खतरा बाटोबाट आएको। जङ्गलै जङ्गल। लगभग हामी 3 बजेतिर हिँडेका थियौँ होला। बेलुकाको भनेछ सरी बिहानको 3 बजेतिर हिँडेका थियौँ होला। अहिले लगभग 10 बज्यो। हिँडिरहेका छौँ। एकैछिन हामीले रेस्टहरू गऱ्यौँ। त्यसपछिबाट फेरि निकाल्छन्। यहाँदेखिबाट माथिसम्मको पुरै टोलीको छौँ हामी। काठमाडौँबाट आउने बेला त एक्लै आयो, तर यहाँ आउँदा चाहिँ एउटा टोली बनाएरै आयौँ। यो हिँडाइ, यो थकाइ, यो रमाइलो कहिले पनि भुल्ने छैनौँ हामीले। जिन्दगीभर कहिले नभुल्ने एउटा पलहरू बितायौँ। यो त बबालै छ त। हामी चाहिँ यो माथिको ठाउँमा जाने। फाइनली आइपुग्यौँ हामी भर्खरै। रे फेरि अहिले चाहिँ हामी नारायणथान मन्दिरमा छौँ। यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ पुरै हिमाल र यो गोलो पनि हेर्नु तपाईँ। यो पुरै गोलो छ। यसरी थाहा हुन्छ कि पृथ्वी पुरै गोलो छ भनेर यसरी थाहा हुन्छ। हेर्नुहोस्